सम्पूर्णमा नमस्कार। म अधिवक्ता अजय पौडेल। म आज यो टिपीएस खारेज भइसके पछाडि चाहिँ के कस्ता झमेलाहरू झन्झटहरू चाहिँ नेपाली नागरिकले बिहोर्नुपर्छ भन्ने विषयमा चाहिँ सामान्य केही जानकारी दिन गइरहेको छु। यो टिपीएस भनेको चाहिँ यो अमेरिकन इमिग्रेसन रुल अनुसार यो अमेरिकामा टेम्परेरी रूपमा बस्न दिएको अनुमति भनेर बुझ्न सकिन्छ। यो चाहिँ तपाईँको यो आफ्नो देशमा चाहिँ यो पोलिटिकल चेन्जेसहरू ठुलो पोलिटिकल राजनीतिक परिवर्तनहरू आएको अवस्थामा होइन, अनि ठुलो प्राकृतिक प्रकोपहरू चाहिँ आएको अवस्थामा चाहिँ यो टिपिएस दिने गरिन्थ्यो। र यो जुन 2015बाट चाहिँ नेपालले यो सुविधा पाइरहेको थियो। अब यो खारेज भयो होइन, अब खारेज भए पछाडि चाहिँ अब वर्क पर्मिट पनि स्वतः खारेजै हुने भयो होइन, त्यस पछाडि स्ट्याटस पनि खारेज हुने भयो। र यो टिपिएस लिएका 12,700 नेपाली नागरिक मध्ये चाहिँ 5,000जना ग्रिन कार्डमा कन्भर्ट भइसकेको चाहिँ तथ्याङ्कले देखाउँछ। र 7,000 जति मान्छे चाहिँ देश निकाला हुने अवस्था सिर्जना भएको देखिन्छ। र 7,000जना सबैलाई देश निकाला नै गरिन्छ भन्ने पनि छैन। यो फरक फरक सिचुएसन अनुसार चाहिँ फरक फरक ल एप्लाई तिनीहरूले गर्ने चाहिँ देखिन्छ। जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ 7,000जना मध्ये पनि कतिले चाहिँ यो ग्रिन कार्डको लागि एप्लाई गरिरहेको हुनसक्छ होइन, कतिले चाहिँ यो असाइलममा हालेको हुनसक्छ, कतिले चाहिँ विवाहको प्रक्रिया अगाडि बढाएको हुनसक्छ। त्यो भएको भएर यो सामान्य बुझाइ कस्तो छ भन्दाखेरि चाहिँ 7,000जना मध्ये 7,000 चाहिँ अब डिपोर्ट हुन्छन् भन्ने चाहिँ ठ्याक्कै भन्न सकिने अवस्था हुँदैन। तिनीहरूको आफ्नो सिचुएसन अनुसार चाहिँ फरक फरक ल एप्लाई हुने देखिन्छ। हस् त, धन्यवाद।